हेलो गाइज नमस्ते। आज म तपाईको माझमा 5000 क्यापिटलबाट 50,000 पुर्याउँछु, त्यो पनि 30 दिनभित्रै। अब रियल च्यालेन्ज लिएर आएको छु, जो हामी सबैले चाहिँ सुरुवातमा चाहिँ थाहा हुन्न। ट्रेनिङ गर्दाखेरि कति क्यापिटल चाहिन्छ हैन, सानो क्यापिटलले ठुलो बनाउन सकिन्छ कि सकिन्न, र हरेक मान्छेको सोच हुन्छ कि हामी ट्रेनिङ कसरी गर्ने हामीलाई सिकाउने कोही छैन, हामीले कुन प्लेटफर्ममा ट्रेनिङ गर्ने। अब तपाईँ कुनै पनि प्लेटफर्ममा ट्रेनिङ गर्नुहोस्, कुनै आपत्ति छैन। तपाईँ फोरेक्स, क्रिप्टो, क्रुड ओइल अनि नेप्से, इन्डियन मार्केट, तपाईलाई सिर्फ चाहिने भनेको क्यापिटल हो, मेन क्यापिटल। त्यसपछि तपाईलाई चाहिँ माइन्डसेट, तपाईलाई चाहिँ क्यान्डलस्टिक, प्राइज एक्सन, अब रिस्क रिवार्ड, यीहरू तपाईलाई यदि बिस्तारै मार्केटमा आउनु भएको छ भने बुझिहाल्नुहुन्छ। र सबभन्दा ठुलो चाहिँ यहाँ इमोसनलको खेल हुँदो रहेछ, माइन्डसेट। इमोसनल ब्ल्याकमेल हुन्छ कि यहाँ ट्रेडरहरूलाई चाहिँ ज्यादा यसमा साइकोलोजी धेरै स्ट्रङ हुनुपर्दो रहेछ। त्यसैले म यो भिडियो किन बनाउन चाहदैछु भने म 5000बाट 50000 पुर्याउँछु 30 डेमा। डे 1 हो, 5000 को क्यापिटललाई म देखाउने छु। मैले रियल हो यो, कुनै तपाईलाई लाग्न सक्छ 5000 ट्रेडिङ गर्न सकिन्छ, ओके 5000बाट गर्न सकिन्छ। म इन्डियन मार्केटले ट्रेडिङ गर्दछु, इन्डियन मार्केट, निफ्टी, ब्याङ्क निफ्टी, नेक्स्ट सेन्सेक्समा, अनि यी तीनै प्लेटफर्ममा म ट्रेडिङ गर्दछु। कहिलेकाहीँ म स्टकमा पनि ट्रेडिङ गर्छु। अनि त्यसपछि चाहिँ के हुन्छ भने जब म ट्रेडिङ गर्दाखेरि एक्सपायरीको दिन ट्रेडिङ गर्दछु, किनभने चाहिँ 5000 क्यापिटल हामीसँग बहुत कम क्यापिटल हो। तपाईँको एक ट्रेड गलत छ भने अलमोस्ट एकाउन्ट जिरो हुन्छ। त्यसै कारणले चाहिँ मैले के गर्छु भने 5000 लाई हर महिनाको 3-4 चोटि, 4 महिनामा 4 चोटि एक्सपायरी हुन्छ हैन। निफ्टीको 4 चोटि एक्सपायरी हुन्छ, सेन्सेक्सको पनि 4 चोटि एक्सपायरी हुन्छ। अलमोस्ट मैले एक महिनामा 8 दिन एक्सपायरीमा ट्रेडिङ गर्नेछु। आज हो इन्डियाको चाहिँ 10-11 तारिक, 2टा एक्सपायरी गइसके, अब 3वटा एक्सपायरी आउनु बाँकी नै छन्। त्यसै कारणले गर्दा अब मैले के गर्न प्लान गरेँ, मैले के गर्ने सोचेको छु भने जब म 5000 लाई 50000 30 दिनमा पुर्याउने प्रयास गर्नेछु। र यो रेगुलर हाल्न त सक्दिनँ भिडियो, किनकि एकाउन्ट अहिले कम छ, एकाउन्टमा ब्यालेन्स कम छ। यसले के हुन्छ भने तपाईले चाहिँ सेन्सेक्स या एक्सपायरीको या निफ्टीको एक्सपायरी या सेन्सेक्सको एक्सपायरी जहिले बेला आउँछ, त्यो बेला तपाईको कम पैसाले पनि ट्रेडिङ गर्न मिल्छ। त्यही बेला तपाईले चाहिँ यदि तपाईको ट्रेड सही छ, तपाईको माइन्डसेट सही छ भने तपाईले बिस्तारै बिस्तारै गर्न सक्नुहुन्छ। अस्ति भर्खरै एउटा मैले ट्रेड लगेको थिएँ, त्यसमा चाहिँ मेरो के भयो भने चाहिँ निफ्टीको एक्सपायरी थियो, यो महिनाको निफ्टी एक्सपायरी थियो। मसँग 3000 क्यापिटल थियो, 3000बाट मैले जस्ट ट्रेड लगेको 2000 रुपैयाँ मैले निकालेको थिएँ कि फेरि नेक्स्ट डे मेरो 5000 भइसकेको थियो। अब मैले सोचेँ कि यो 5000बाट म यो 5000बाट 50000 पुर्याउने प्रयास गर्नेछु। सम्भव छ हुन त, अलमोस्ट नयाँ ट्रेडरहरू सम्भव हुन्न, कुनै पनि हालतमा सम्भव हुन्न, रिस्क धेरै ठुलो रिस्क हो। तर मेरो लाइफमा रिस्क बिना मजा आउँदैन। मलाई लाग्छ कि जीवनमा केही गर्नका लागि रिस्क लिनु जरुरी छ। सबभन्दा ठुलो जो पनि महान बन्छन्, जो पनि जीवनमा सफलता हुन्छन्, तिनीहरूले जीवनमा त्यति ठुलो नै रिस्क लगेका हुन्छन्। अब हामीले जीवनमा हाम्रो जीवन नै परिवर्तन गर्नका लागि हामी जुन लो क्वालिटीमा छौँ, लो क्लासमा छौँ, गरिबी जीवन जिइरहेका छौँ, कहीँ न केही मजदुरी गरिरहेका छौँ, यो जीवनलाई हाई क्वालिटीमा मतलब आफ्नो पुरै खानदानको इतिहास बदल्नको लागि कोही न कोही मान्छे जरुर चाहिन्छ। जस्तै तपाईँ, मलाई लाग्छ यसमा चाहिँ मैले धेरै मेहनत गरेको छु लगभग। अब मेरो यस्तो लाग्छ अब मैले के गर्नु जरुरी छ, अब मैले जानेका कुरा मैले तपाईलाई सिकाउने छु। र आज चाहिँ मेरो युट्युबमा फर्स्ट भिडियो हो, किनभने ट्रेडिङ सम्बन्धी मैले धेरै कुरा बुझेको छु र बुझ्दैछु र सिक्नेछु, सिक्दै जानेछु। केही कुरा तपाईबाट, केही कुरा अरूबाट, केही कुरा म आफैबाट, आफूले गरेका गल्तीहरू, आफूले गर्नुपर्ने कामहरू, मबाट के सही भयो के गलत भयो, यो कुरालाई म युट्युबमा प्रत्यक्ष तपाईको माझ राख्नेछु। तपाईले यो भिडियोबाट के सिक्नुभयो हैन, त्यो नै मेरो लागि ठुलो इम्पोर्टेन्ट हो। मलाई लाइक, शेयर, सब्स्क्राइब गर्ने चिज चाहिन्न। तर म एउटा कुरा भन्दैछु, आज मेरो ट्रेडिङको फर्स्ट डे हो। मैले सिर्फ एक ट्रेड लगेको थिएँ, एक ट्रेडमा मैले 500 रुपैयाँको लस राखेको थिएँ, र लङ टाइम साइडवेज हुँदाखेरि 300 रुपैयाँ प्रफिट भएको थियो। मलाई लाग्यो लङ टाइम जब साइडवेज हुन्छ ठेटा के हुन्छ। तपाईँको चाहिँ फ्राइडे थियो मेरो एकाउन्टमा, अहिले चाहिँ 8000 रुपैयाँ छ होइन, 8000 रुपैयाँ छ एकाउन्टमा अहिले। त्यसै कारणले एक लट आएको थियो, एकदमै सस्तो प्रिमियममा मैले एक लट किनिसकेको थिएँ। यसैबिच के भइदिन्छ भने जब मैले एक ट्रेड लिन्छु, लिएको केही मिनेटभित्र 300 को प्रफिट हुन्छ। मैले 300 मा हैन 1500 को टार्गेट राखेको थिएँ, किन भनेपछि आज शुक्रबारको दिन हो। शुक्रबारमा के हुन्छ भनेपछि
तपाईँको प्रिमियम डेटा कम हुन्छ कि मतलब तपाईँलाई खासै टेन्सन लिनु पर्दैन यदि साइडवेज भयो भनेपछि पनि। लगभग मैले ट्रेड लिएको 1 घन्टासम्म साइडवेज थियो, 300 150 300 150 प्रफिट देखेर आएको थियो। मैले सोचेँ सायद मैले 500 रुपियाँ स्टप लस दिनुको जग्गा मैले अहिले सानो क्यापिटललाई बचाउनु पर्छ भनेर 100 लगभग 200 मा एक्जिट हानेको थिएँ। अब मार्केटमा तलमाथि हुँदाखेरि 180 मा एक्जिट भएको थियो। पहिलो ट्रेड हो यो। अब मैले हरेक दिन एउटा सर्ट भिडियो हाल्नेछु, हर हप्तामा एक फुल भिडियो हाल्नेछु त्यसको है। मैले चाहिँ यो हप्तामा चाहिँ कस्तो खालको कति प्रफिट भयो, कति लस भयो, 8000 बाट हुन त मैले 5000 सुरु गरेको, एक्चुअलमा 3000 बाट सुरु गरेको, क्यापिटल मैले 5000 बाट भनेको छु है। 5000 बाट मैले कसरी 50000 पुर्याउँछु भन्ने कुरा यो म प्रुफका साथ तपाईको सामु प्रत्यक्ष देखाउने छु। हस्, र यति भन्दै म यस च्यानलबाट बिदा लिन चाहन्छु।